यो चाहिँ घिउमा मैले काजु र बदाम फुराउँदैछु। यो चाहिँ यत्तिको हल्का ब्राउन भयो। काजु बदाम चाहिँ यत्तिको हल्का ब्राउन भयो अनि मैले निकालेँ। त्यही कराईमा मैले चाहिँ अलिकति घिउ थियो, त्यही भएर अलिकति तेल थपेँ। त्यसपछि गएर म पनिर फ्राई गरिदिन्छु। धेरैजनाहरूले चाहिँ पनिर चाहिँ यो नपारी पनि खानुहुन्छ, तर मलाई चाहिँ मिठो लाग्दैन, हल्का ब्राउन नै मनपर्छ। आफूले त्यस्तो के गर्नु जस्तो लाग्छ मलाई चाहिँ। यो चाहिँ उसिनेको आलु र अब चाहिँ पनिर चाहिँ हल्का ब्राउन भएको छ अनि अब यतिकैमा म निकाल्छु। पनिर चाहिँ मैले यतिको बनाएर निकालेँ अनि म चाहिँ त्यही तेलमा, हामी चाहिँ प्रायः लसुन प्याज खाँदैनौँ कि, त्यही भएर अहिले त झन् अब साउनको महिना छ है। थोरै मेथी हाल्नु, ज्वानो, जिरा, एउटा अकबरे खोर्सानी, यो चाहिँ एकछिनमा हाल्छु मैले। भएपछि मैले चाहिँ मसला मैले चाहिँ अकबरे खोर्सानी आधी मात्रै हालेँ, फेरि डर लाग्यो नानीले खाइनँ भने भनेर। ग्यास अफ गरिदिन्छु। अनि यता आलु तास्दैछु, अब फटाफटी आलु तासिसकिहाल्छु। आलु तासेर मेस पनि गरिसकेँ। अब टमाटर पनि सेलाएर रेडी भयो। अब यसलाई चाहिँ म मिक्सरमा हालेर त्यही अहिले काजु बदामसँग पेल्छु। मैले चाहिँ यसरी ग्राइन्ड गरेको छु। त्यसपछिबाट मैले सबै ग्राइन्ड गरिसकेपछि यस्तो भएको छ। म चाहिँ त्यो अहिलेको पनिरलाई यसरी हाल्छु, यसलाई एकछिन पाक्न दिन्छु 1-2 मिनटसम्म। सिङ्कमा यति भाँडा छ, यता भाँडा छ, यता भाँडा छ, यो चाहिँ माझेर सनक्क पारिहाल्छु। र मैले चाहिँ भाँडा माझेर सनक्क सपक्क पारिसकेँ। त्यसपछिबाट यता मेरो सब्जी पनि के भएछ भन्दा अहिले अब पनिरमा पनि नुन भित्रसम्म लागिसक्यो होला। अब चाहिँ यसमा आलु आयो, आलु मिसाउने। अघि मेस गरेर राखेको आलु अब म यहाँ मिसाउँछु। यो आलुलाई यसो मिस्दै एकछिन पकाउने। त्यसपछिबाट अब चाहिँ हाम्रो सब्जी यही हो कि हल्का ग्रेभी। अघि मैले निगुरोको अचारको त अगाडि भिडियो हालिसकेको थिएँ। झन्डै एउटा हातमा मोबाइल भएर त्यस्तो भएको। म चाहिँ लो फ्लेममा चाहिँ यसलाई पाक्न दिन्छु। त्यसपछिबाट रस हाल्छु। त्यसपछिबाट हाम्रो पनिरको ग्रेभी रेडी हुन्छ। त्यही खाना पकाउँदा ठिक्क साँझबत्ती बाल्ने बेला भएछ। अब म साँझबत्ती बालिहाल्छु। मैले चाहिँ रस पनि हालिसकेँ। अब यो उम्लिन्छ। उम्लेपछि आजको हाम्रो बटर पनिर इट्स रेडी। मैले चाहिँ खानासँग खाने भएर मैले अलिकति धेरै रस हालेको छु, बट अल्सो इट्स यम्मी।